Beyond ripping pages out of niche magazines, here are the best sources for visuals you. There is no such thing as knowing everything about filmmaking. Did you know in Adobe Premiere you could take a bunch of clips from... What's the difference between selling a service versus... Jack Nicholson and Alexander Payne's About Schmidt, watching the clock, and then... This is a subflash. So what is a subflash? If you want to learn cinematography, you need this book. Is nighttime photography. Something I've struggled with, I'll be honest with that, is just I never know. really interested me. Everything is different. The rules are completely different at night, and it's a whole different ballgame. And if you're not comfortable with your camera, it's something that can be intimidating. These devices were a standard fixture on industrial buildings. How we lit this bedroom with fake sunlight. हेलो हेलो के छ हल्काबर ठीक छ सबै ठिकै छ मोबाइल छ तपाईलाई ए म पनि बिन्दास हुने ठिकै छ नि अनि के छ सुन न एउटा त्यहाँ फोटोग्राफीको लागि एउटा कम्पिटिसन भइराछ के हामी पनि भाग लिने हो कि भनेर यसो सोचिरहेको थिएँ के छ विचार ए त्यस्तो कम्पिटिसनमा भाग लिएर हामीले के मात्र फाइदा होला र ए तेरिका कस्तो झोक्रा जस्तो कुरा गरे सुन न हामीले त्यहाँ कम्युनिटीमा यसो भाग लियो भने हामीलाई यसो काम पनि देखाउनु हुन्छ हाम्रो इमेज पनि बन्छ यसो मान्छेले हामीलाई अरू ठाउँ पनि बोलाउलान् के छ विचार हामीले नि त्यस्तो गर्न सक्छौँ र हट नगरिन्जेलसम्म कहाँ थाहा हुन्छ त अनि गर्नु परेन अनि यस्तै विचार गरेर त नि कहाँ हुन्छ त यसै पनि समय खेर गइरहेछ तिमी पनि त्यहाँ लडी नै रह होला अनि अब दिनभरि मोबाइल कटाउनु भन्दा त यसो गएर आफूले जानेको कुराहरू यसो गर्दाखेरि पार्टिसिपेट गर्दाखेरि अलिक बाहिर एक्सपोजर पनि हुन्छ भोलि बाहिर यसो इन्ट्रेस्टिङ पनि हुन्छ होइन Yeah, I guess you're right. ल ठिक छ त जाउँ न त कहिले जाने त्यसो भए अब कम्पिटिसन चाहिँ भोलि पर्सि छ रे आज नै बेलुका निस्क्यौँ म त साँझतिर फोटो खिच्नलाई ल हुन्छ जाउँ ल भेटौँ है त ल बाई बाई ल ल ल ल फेरि भेटौँ एकैछिनमा भेटौँ है त Hello everyone and welcome to today's vlog. अघि इन्ट्रोमा चाहिँ साँझ निस्किने भनेको थियो तर अहिले चाहिँ अचानक कसरी बिहान भयो भनेर इन केस कन्फ्युज हुनुभयो भने चाहिँ हामीले इन्ट्रो चाहिँ सेपरेट डेमा सुट गरेको थियौँ र आज चाहिँ हामी कीर्तिपुरमा फोटो वकको लागि जाँदैछौँ। आजको प्लान चाहिँ यस प्रकारको छ। हामी सुरुमा बाइकबाट नगरमण्डप बिहार जानेछौँ र त्यहाँ फोटोसुट गरिसकेपछि हिँडेर चेलुन्चो स्तूपा जानेछौँ। त्यहाँबाट हामी बाघ भैरव जानेछौँ अनि उमा महेश्वर हुँदै साँझको टाइम पर्ने गरी फिराडिल पार्क पुग्नेछौँ। The first stop on our journey is Thai Bihar. हामी चाहिँ यहाँ थाई बिहारमा आइपुगेको छौँ कीर्तिपुरमा र we're going to take some pictures over here and let's see what kind of result we'll get. So अहिले चाहिँ हामी बिहारको एन्ट्रेन्सलाई सुट गर्न खोज्दाखेरि चाहिँ एकदम एन्टी लाइट परेको छ। सो म चाहिँ अलिकति अन्डर एक्सपोज गरिरहेको छु सो द्याट द स्काई इज नट ब्लोन आउट। अनि हाम्रो मनले चाहिँ अलिकति अन्डर एक्सपोजै छ तर सिन्स आई एम सुटिङ इन र आई थिङ्क आई क्यान रिकभर द स्याडोज इन पोस्ट।
बिहान पानी परेको भएर अहिले चाहिँ एकदम आकाश फुटेको छ राम्रो निलो कलर छ स्काईमा हाम्रो सब्जेक्टलाई पनि एकदम राम्रो कलर आइरहेको छ अलि बढी नै ब्राइट छ अलि बढी नै निलो राम्रो छ अहिले सो कम्पनसेट गर्न चाहिँ घरिघरि गाह्रो भइरहेको छ किनभने प्राइमलेस छैन होइन त्यसले मेरो क्विक लेन्स हो 18-55 I'm shooting with a Nikon D3100 14 megapixel and that's it. मेरो चाहिँ Pentax K10 10-55 को किट लेन्स चाहिँ यहाँ 1 hour को हामीलाई टाइम लिमिट राखेको थियौँ अनि 1 hour पास भइसक्यो सो अब यहाँ चाहिँ खिचिसक्यो होइन नेपालीमा चाहिँ यहाँ चाहिँ खिचिसक्यो सो 1 घन्टाको टाइममा हामी सबै खिचिसक्यो पसिबली खिच्यो मेरो मेमोरी कार्ड पनि अलिक स्लो छ त्यही भएर मोरको भनेको अब 125वटा सर्ट छ फिगर आउट मोर प्रिसाइज ठिक छ अब हामी नेक्स्ट टाइम अब के गुम्बा अरे म त जहिले बिर्सेपछि हुन्छ चिलान्चो स्तूपबाट हामी चाहिँ एकछिन लाइट कन्डिसन एकदम हार्स भयो सो त्यसले गर्दा हामी पहिला डिहाइड्रेसन होस् भनेर पहिला खासा चाहिँ खान्छौँ एकछिन रेस्ट गर्छौँ अनि लेट लाइट सेटल डाउन अलिकति ठन्डा जस्तो भएपछि अनि हामी फेरि फर्किन्छौँ भनेर हामी चाहिँ यता फेरि बाघ भैरवतिर खासा खाने होटलको लागि निस्किरहेछौँ अमृतसर जाने हुनुहुन्छ दुई शब्द एकदम एस्थेटिक जहाँ हेरे पनि राम्रो देखिन्छ राम्रो भ्यूहरू देखिन्छ है यहाँ त एक दिनमा नि घुम्न नपुग्ने जस्तो लाग्छ एक ठाउँमै कति 2-3 घन्टा बित्ला जस्तो एकदम राम्रो ठाउँ छ अब यसो रिफ्रेस भएपछि फेरि आउँ हाम्रो टार्गेट चाहिँ के हो अहिले टार्गेट चाहिँ अब यो एकदम इन्टेन्सनल फोटोग्राफी कम्पोजिसन लाइटिङ होइन फ्रेमिङ सबलाई एकदम ध्यान दिएर टाइम लिएर होइन राम्रो राम्रो फोटो निकाल्नु त्यही हो अब अहिले चाहिँ हामी कहाँ जाँदैछौँ अब चिया पसल फाइन्ड आउट फिवाली वे आफ्टर हामीले चाहिँ चिया पसल भेटेका छौँ बल्ल बल्ल एउटा चिया पसल भेट्यो हो चिया पाइन्छ हजुर 2टा मिल्क टी एक्चुअली अहिले चाहिँ बिहानको 10:40 भइसक्यो पुरै घाम पछाडि जस्तो देखिरहेको छ त्यसले गर्दाखेरि फोटो खिच्न एकछिन स्टप गऱ्यो खाजा खाएर पछि गएर हामी यहाँ फेरि घुम्बामै एकछिन बसिरहेको छ सौन्दर्य चाहिँ उता इज ट्राइङ टु क्याप्चर सम फोटोज बट इट्स अ फ्ल्याट देखिन्छ त्यही भएर मैले चाहिँ खिचिनँ सो अलि एकछिन सटल डाउन हुन्छ भनेर बसिरहेको छ टाइम लाग्छ अझै पनि एकछिन ठाउँमा हुन्छ लेट्स एक्सप्लोर हेरौँ कस्तो हुन्छ आजको पृथ्वीपुरको फोटो हुन्छ आज कस्तो हुन्छ होइन हामी यहाँ चिलवनचोकमा धेरै टाइम स्पेन्ड गऱ्यौँ एकदम राम्रो ठाउँ छ अब चाहिँ हामी बाघ भएर जानेछौँ हामी बाघ भएर जाँदैछौँ चिलवनचोक जतिखेर बिर्से गर्छ नि त्यो चिलवनचोकमा हामी बस्यौँ हामी जस्ट हामीले लिन सक्ने फोटो लियौँ बिकज लाइटिङ एकदम डाइरेक्ट छ हार्स छ माथिबाट छ होइन यस्तो गर्नु फ्ल्याट हरेक इमेज फ्ल्याट देखिहाल्छ डिस्पाइट ओके हामी अब लिनु परिहाल्यो हामीलाई अझै 2-3 ठाउँ जानु छ सो लेट्स फिगर आउट कस्तो हुन्छ आजको दिन है ल चल्दिउँ मलाई अब हामी चाहिँ यहाँ बाघ भैरवमा आइपुग्यौँ र फोटो पनि खिचेछौँ राम्रो ठाउँ छ भ्यू पनि एकदम राम्रो छ पुरा काठमाडौँ देखिँदो रहेछ अब यस्तो ठाउँ छ भनेर थाहा थिएन त्यही भएर यहाँ टाइमिङ चाहिँ हाम्रो अलिकति मिलेन मिड डे भएर यहाँ कलर जति सब वास्ट छ है अब अहिले चाहिँ हामी खाना चाहिँ खानु पर्यो एकदम भोक
हामी चाहिँ यहाँ काठमाडौँमा आइपुग्यो हामीले सोचेको जस्तो एक्सपेक्टेड भएको छैन बट वी आर एक्सपेक्टिङ अब सन अलिकति ढल्किँदै गएपछि अलिकति सर्ट हुँदै गएपछि मेबी वी विल गेट वाट एभर वी वान्ट भने जस्तो होला काइन्ड अफ एक्सपेरिमेन्ट चाहिँ भइरहेछ लाइक आफूलाई चाहेको गर्नुमा कति गाह्रो छ भन्ने यसले अलिकति ह्याप्टिक भइरहेछ नलेजफुल पनि भइरहेछ प्लस काइन्ड अफ मेन्टली प्लस फिजिकली चाहिँ अलिक स्ट्रेस नै दिइरहेछ वेदरले त झन् गर्नु परिसक्यो कम्पेयर टु काठमाडौँ पाटन यहाँ चाहिँ एकदम कल्चर एकदम प्रिजर्भ छ यहाँको एस्थेटिक जुन ट्रेडिसनल नेवारी एस्थेटिक हुन्छ नि त्यो चाहिँ एकदम प्रिजर्भ छ ठाउँ चाहिँ साँघुरो देखे पनि एभ्री टर्नमा देयर इज समथिङ इन्ट्रेस्टिङ पाटनको कुरा गर्ने भए अलमोस्ट मोडर्नाइज नै भइसक्यो है त्यहाँनिर एभ्री कर्नमा होटेल छ एभ्री कर्नरमा गाडी छ होटेल छ होटेल छ हाउ डु फिल लाइक एक्लै खिच्न हिँड्नु रमाइलो कि विथ कम्पेनियनसँग हिँड्नु सकेपछि के लाग्यो एक्लै खिच्नु पनि रमाइलो छ अब आज चाहिँ हामीलाई कम्पेनियन पुगेको छैन जस्तो लागेको चाहिँ किनभने हामीले फोटो पनि खिच्न खोज्दैछौँ प्लस भ्लग पनि गर्दैछौँ प्लस नेभिगेट पनि गर्दैछौँ त्यो चिज अलिकति कम्प्लिकेट भइरहेको छ तर राम्रो प्र्याक्टिस हुँदैछ प्र्याक्टिस चाहिँ मजाले गरेँ गर्दैछ टू थ्री अनि बोल्ने अब सो हामी यहाँ माथि उमा महेश्वर मन्दिरमा पुग्यौँ यो चाहिँ कीर्तिपुरको होइन सबभन्दा टप पोइन्ट हाइएस्ट पोइन्ट भनिन्छ हाइएस्ट पिक 1414 मिटर्स अबभ सी लेभल 1414 मिटर खत्रै डाँडा रहेछ खत्रै डाँडा यही सिङ्गो एउटा मन्दिर अनि खतरनाक भ्यू ओके भ्याली पुरै देखिने गरी अब यहाँबाट चाहिँ हाम्रो लास्ट फाइनल डेस्टिनेसन भिराडेल पार्क जुन चाहिँ जहाँ चाहिँ सस्पेन्सन ब्रिज पनि छ अनि हामी चाहिँ अब गोल्डन आवरलाई होइन ताकेर त्यहाँ पुग्नेछौँ र आई थिङ्क वी क्यान गेट सम प्रिटी पिक्चर्स ओभर देयर हामी यसै भिराडेल पार्कतिर लाग्ने क्रममा एकदम ग्रिन फिल्डमा आइपुग्यौँ होइन एकदम राम्रो चौर रहेछ पछाडि नदी छ अगाडि स्टुपा छ हाम्रो राइटमा एकदम एस्थेटिक घर छ हामीलाई नमिलेको भनेको त्यही लाइट मात्र हो कति हाम्रो 4 बजिसक्यो तर पनि घाम ढल्केको छैन चर्कै छ है बट इट टेक्स टाइम्स होइन पेसेन्स चाहिन्छ आँखालाई एकदम ट्रेन गर्नुपर्छ हातलाई एकदम प्रिसाइज गर्नुपर्छ लाइटहरू ड्रामा इफेक्टहरू धेरै चाहिन्छ इट्स नट इजी कसैको फोटो हेरेर कम्पेरिटिभली यसले यस्तो खिच्छ जस्तो यस्तो भइदियो भने त्यस्तो भइदियो भने इट उसलाई खिच्नेलाई मात्रै थाहा हुन्छ कि कति गाह्रो हुन्छ कति उसलाई त्यो मसक्कत हुन्छ त्यो मेहनत हुन्छ क्या उसको त्यो हेर्नु पऱ्यो मिलाउनु पऱ्यो हरेक कुरा फिट गर्नु पऱ्यो सेट गर्नु पऱ्यो लेभल हेर्नु पऱ्यो एङ्गल हेर्नु पऱ्यो सर्ट हेर्नु पऱ्यो सो इट्स नट इजी बट आजको एक्सपिरियन्स मच मोर इन्ट्रेस्टिङ भयो फन भइरहेछ कस्तो हाइटमा झुलङ्गी पुल हल्लाउने र अवरोध गर्ने जरिवाना लागेको छ ओके सो हामी यहाँ हाम्रो फाइनल डेस्टिनेसन भिराडेल पार्कको सस्पेन्सन ब्रिजमा आइपुगेको छौँ पछाडि छ ब्रिज अलिक क्राउडेड छ हामीले चाहिँ गोल्डन आवरलाई पढ्ने गरी यहाँ आइपुग्ने प्लान गरेको भयो 5 o'clock भयो अलमोस्ट सो लाइटिङ इज गुड होइन सिनेरी पनि राम्रो छ अनि अब चाहिँ यहाँ अब कस्तो फोटोहरू हामी खिच्न सक्छौँ त वेयर गोइङ टु टेस्ट आवर सेल्भ्स अनि तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ मलाई चाहिँ गजबै लागिरहेको छ अहिलेसम्मकोमा गजब चाहिँ किन लाग्यो भने अब राति पर्नु होला अलिकति साँझ पनि भयो अलिकति गर्मी नै कम भयो प्लस लाइट पनि हल्का वार्म टोन आइरहेको छ टेक्स्चरमा
सो अलिकति लुक्स गुड छ भन्ने हुन्छ भन्ने आश छ। Make sure hold it tightly. यहाँबाट उयो सिटी निस्किन्छ उयो फोरग्राउन्ड बनाएर तर निकाल्ने चाहिँ कसरी भन्ने हामी अब एडभेन्चरको एन्डमा आइसक्यौँ। कस्तो लाग्यो आजको दिन? इट वाज अमेजिङ। कम्पनी राम्रो थियो, सही लाग्यो, धेरै कुरा मैले सिकेँ। मेरोबाट चाहिँ सिक्नु त आइदिनु होइन, मैले चाहिँ धेरै कुरा सिकेँ। द्याट्स बिन ग्रेट। राम्रो भयो। हामी लाइभको अन्तिममा अब यो भिडियोको अन्तिममा लिन आइसक्यो। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो भन्नु होला, कमेन्ट गर्नु होला। कहिलेकाहीँ आफ्नै इम्प्रुभमेन्टको लागि पनि यस्तो रिडिकुलस कामहरू गर्नुपर्ने रहेछ। जस्ट टु इम्प्रुभ यर सेल्फ। यो चाहिँ हामीले आफ्नो लागि नि नट टु गेन भ्युज अथवा नट टु गेन त्योको लागि अटेन्सनको लागि होइन, बट हाम्रो आफ्नो स्किलको लागि चाहिँ अलिकति एक स्टेप भए पनि अलिकति माथि चौस भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो भिडियो क्रिएट गरेर सो कुकिङ इन्थुजियास्ट हुनुहुन्छ, फोटो खिच्ने आफ्नो फ्यामिली प्यासनेट हुनुहुन्छ उहाँहरूको लागि चाहिँ हो। कन्सिस्टेन्ट हुनुको लागि पनि एउटा एक्सक्युज हो कि हामी कन्सिस्टेन्ट हुँदैन, महिनाको एकचोटि फोटो खिच्नु गयो अनि देन वी लुज आवर कन्फिडेन्स। त्यही त होइन अब भने जस्तो आउँदैन, महिनामा एकचोटि गरेर कहाँ हुन्छ त? क्यामेरै राम्रो छ फोल्ड पनि बिर्सिँदा के हुन्छ अनि फोटो राम्रो खोजेर हुन्छ। सो धेरै कुरा सिक्यो थ्रु आउट द डे, किनभने हामीले बिहानदेखि नै बेलुकासम्म गर्ने भन्ने कारण नै त्यही हो। बिकज डेको हरेक टाइममा चाहिँ हरेक एउटा मिनटमा आवरमा चाहिँ एउटा फरक खालको एउटा एक्सप्रेसन हुन्छ, एउटा लाइट हुन्छ, फरक हुन्छ, च्यालेन्ज हुन्छ। त्यसलाई नै वेलकम गर्नलाई हामीले चाहिँ बिहानदेखि यहाँ आएको छ, बिहानको 7 बजी पनि स्टार्ट गरेको। सो होप यो बेस्ट लाग्यो। हामीलाई यो ट्रिपमा हामीले सिकेको कुराहरूलाई नेक्स्ट टाइम चाहिँ अब इम्प्रुभ गर्दै प्लान पनि राम्रो बनाउँदै so we might continue this series and if you guys like it and keep watching. Thank you. See you in the next episode. Ta-da!